हेलो एभ्रिवान, आज चाहिँ मेरो छोरीलाई म खिचडी पकाइदिँदैछु। अनि मैले चाहिँ फर्स्टमा क्यारेट काटेँ, त्यस पछाडि भिन्डी काटेँ। अनि भिन्डी काटिसकेपछि चाहिँ मैले ब्लेन्डर लिएर चाहिँ क्यारेटलाई चाहिँ अगाडि नै ब्लेन्ड गरिदिएँ, किनभने क्यारेट ब्लेन्ड हुन अलिक टाइम लाग्छ नि त। त्यस पछाडि मैले अरू भेजिसहरू पनि मिसाइदिएँ। त्यो मिसाइसकेपछि मैले अरू भेजिसहरू पनि ब्लेन्ड गरिदिएँ। अनि ब्लेन्ड गरिसकेपछि सबै भेज मिक्स भएपछि चाहिँ यस्तो देखिन्छ। यो चाहिँ सबै कुराहरू मिक्स गरिसकेपछि त्यस पछाडि मेरो छोरीले चाहिँ अनि मलाई चामल ल्याएर दिँदैछ। अनि यसलाई मैले दुई पखाली गरेर चाहिँ फेरि भेजिसहरू चाहिँ यहाँ माथि लगाइदिएको छु। अनि यसलाई केही समय चाहिँ कुक गर्नु छोडिदिँदै गर्दा मैले साग काट्दै गरेँ। अनि साग काटिसकेपछि चाहिँ मैले साग पनि मिसाइदिएँ, अलिअलि कुक भइसकेको थियो। अनि साग पनि पाकिसकेपछि चाहिँ यस्तो देखिन्छ। मेरो छोरीले चाहिँ एकदम मन परायो। अनि यो सबै उसले खाइसिधाएर फेरि थपेर खाएर पनि सबै कुरा उसले सिधाएको छ। थ्याङ्क यू एभ्रिवान फर वाचिङ।